गुड मर्निङ चितवन। आज चाहिँ हामी छौँ चितवनमा। हामीसँग हुनुहुन्छ बोल्न छोड्के दाइ दाइ हाई भन्नु दाइ उहाँ बोल्नुहुन्न। म तपाईँले ड्राइभर देखाउँछु। ड्राइभर हाम्रो प्रियजन ड्राइभर आका भस्मेडन मागाडक्स। ल अब यसले हाई भन्छ। ल भन् के भन्न चाहन्छस्? केही भन्न छैन। राति आए धल्ला गरे खोइ रातिको गतिविधि। हेलो गाइज, उहाँ चाहिँ हाम्रो हुनुहुन्छ मेरो बाबु। के भन्न चाहनुहुन्छ? हामी चाहिँ 2083 को नववर्षको सुरुवातसँगै बुटोलदेखि चितवनको यात्रामा हिजो लागि बढ्दै आयौँ। जुन उत्साहको साथ आएका थियौँ त्यो उत्साह दाउन्नेको धुलाले एकछिन हामीलाई तहस नहस पारिदियो। रमाइलो गरेर जाने क्रममा यो पाण्डे यो 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 के अरे यो घोडा यो चाहिँ हाम्रो फोटो खिच्छु भिडियो गर्छु भन्ने मोबाइल तेर्सनी गऱ्यो। हामी बेकार पछाडि बाइकमा हात साथ छोड्ने लाइक गर्ने ओटिटी गरियो। यसले घोटाला गरौँ। त्यही हो समग्रमा जसले यो भिडियो हेरिरहनु भएको छ उहाँहरूलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु। धन्यवाद। नवीनजी के भन्न चाहनुहुन्छ? ह्याप्पी न्यु इयर सबैमा। जेसुकै गर उहाँ बालेन जस्तो हुनुहुन्छ। चुनावमा 5 मिनट बोल्यो भने त यो 1 सेकेन्ड बोल्दैन। ल हाम्रो विशाल भुषाल एके भाइ के भन्न चाहन्छौ? सबैभन्दा हेन्सम यो देख्यो यार। धेरै धेरै शुभकामना। कान्छो मार्क्स हटाएर बोल है। होइन आउ छ कि त्यही भएर केही गर्दैन। ल भन के भन्न चाहन्छौ? सुरुमा त तिमीलाई ह्याप्पी न्यु इयर। थ्याङ्क यू सो मच। ह्याप्पी न्यु इयर टु। अनि हाम्रो भिडियो जो सुकै जनता जोकरहरूले जोकर होइन सरी जोसुकैले हेर्नु भएको छ उहाँले जो हो उहाँले पनि ह्याप्पी न्यु इयर। अरू कसैले हेर्दैन। अरू त के भन्छ ल। अब हामी चाहिँ आबाको हाम्रो याद त कि सौरा 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 शिशिर के भन्न चाहन्छौ? ल नयाँ वर्षको सम्पूर्णमा शुभकामना। ह्याप्पी न्यु इयर गाइस। घन्टीलाई जिताएको फागुनमै हो है फेरि। सो गाइजहरू हामी चाहिँ छौँ चितवन भरतपुर। यो चाहिँ आफ्टर लङ टाइम मेरो सेकेन्ड भ्लग हो। पहिला चाहिँ म रानी महल जाँदा 2 वर्ष अगाडि भ्लग बनाएको थिएँ। अब यो चाहिँ दोस्रोचोटि हो। रानी महलमा बनाएको थियो। योचोटि चाहिँ आज चाहिँ हामी जाँदैछौँ सौरा सफारी गर्न होइन। आज चाहिँ गोइडा हात्ती चढ्ने हो। हात्ती चढिन्छ। ड्राइभर उताबाट ड्राइभरले डुगा चढ्ने भन्थ्यो। अब त्यो पनि त्यस्तै त्यस्तै छ। यति भनेको छु त्यसलाई मलाई बाइक लाने हो कि नै थाहा छैन। शिशिरलाई त पाल्पा छोडे त मलाई यही छोड्ला जस्तो छ। गाह्रो छ। अब जोस् रमाइलो भएको छ। याद गर है तँलाई हो ए कान्छ कला छोडी दिइसक्यो तैँले हाय पुरै ट्रिपमा जस्तो सबै बोल्दै बोल्दैन। मैले हिजो के भने त्यो बाइकमा यार त्यसले सिरियसली लिएछ यार। ए यार रमाइलो गर्नु होइन त्यस्तै भला आदमी ठिक छ केही भन्नु। सो रमाइलो भइरहेछ। हिँडिरहेछौँ घुमिरहेछौँ। अब चाहिँ हामी जाने हो आज हेर्ने हो बाघ हेर्ने हो स्याल हेर्ने हो होइन। अरू के हेर्ने हो के देखिन्छ त्यहाँ? ए रञ्जन साथी ओए त्यो ट्रिपमा छ बोल्दैन। हिजो मुला मिलनले त ल एकछिन आधा घन्टा यसले दबाई हानेर आएको रञ्जनले बोल्नु छोड्यो। सो जस्ट मजाक
हेलो अब फेरि आउँछौँ हामी एकछिनपछि अब चिया खाने हो चिया खाएपछि कफी खाएपछि अब यहाँबाट निस्किन्छौँ स्टे ट्युन फेरि आउँछौँ रमाइलो गर्दै हेलो बाई बाई